गुड मर्निङ मेरो सबै फेसबुक फ्यामिलीलाई है। यो मेरो फर्स्ट डे त होइन, मैले एक्सर्साइज त पहिल्यैदेखि गर्थेँ। अब चाहिँ म कन्टिन्यू एक्सर्साइज गर्नेछु। अनि आजको मेरो फर्स्ट डेको ब्लग रहेको छ। म घरमा आएको थिएँ, घरदेखि नै सुरु गर्छु भनेर मैले आजको फर्स्ट एक्सर्साइज चाहिँ मैले गरेँ है। हेर्नुहोस् है, पुसअप्स गर्दैछु मैले यसमा। पुसअप्स तपाईँलाई थाहै छ, यो चेस्टको, ट्राइसेपको र फ्रन्ट सोल्डरको एक्सर्साइज रहनेछ है। यो एक्सर्साइज मैले 30 रेप्स 30 रेप्स गरेँ है। त्यहाँदेखि फेरि अलिकति रोकेर मैले 20 गरेँ। त्यहाँदेखि चाहिँ 15 गरेर चाहिँ मैले यो फर्स्ट पुसअप्स एक्सर्साइजलाई आज कम्प्लिट गरेँ है। त्यहाँदेखि दोस्रो के भन्छ, सेकेन्ड एक्सर्साइज रहेको छ, यसलाई चाहिँ प्यारालल डिप्स भनिन्छ यसलाई। यो पनि चेस्ट फोकस पनि गर्न सक्नुहुन्छ तपाईँले, अनि ट्राइसेप फोकस पनि गर्न सक्नुहुन्छ। मैले चाहिँ यसमा चेस्ट फोकस गर्दैछु है, जसमा चाहिँ ट्राइसेपको पनि तपाईँको मसल्सहरू एक्टिभेटेड रहनेछ। त्यहाँदेखि मैले यो डिप्स जसले वेट हालेर गर्नु सक्दैन उसले वेट नहाले पनि गर्नु सक्नुहुन्छ। अन्त तर पहिला चाहिँ तपाईँले पुसअप्समा फोकस गरेको हुनुपर्छ, अन्त डिप्स तपाईँले गर्नु सक्नुहुन्छ आरामसँगले है। अनि सेकेन्ड एक्सर्साइज मेरो यो रहेको छ, फ्रन्ट डेल्ट रेज भन्छ यसलाई चाहिँ है। यो एक्सर्साइज गर्दा पनि हुन्छ नगर्दा पनि हुन्छ, तर अलिकति डिफाइन्ड मसल चाहिन्छ भने चाहिँ तपाईँले गर्नु सक्नुहुन्छ। यो मेरो के भन्छ, आजको यो कन्डिसन बडीको यस्तो रहेको छ है। बडी मेरो त्यति साह्रो ठिक नहोला है, तर किनभने म पनि हरेक दिन कोसिस गर्छु, कन्टिन्यू गर्छु भनेर, तर सक्दिनँ किन हुँदैन है। तर पनि अब म कोसिस गर्नेछु, तपाईँको अगाडि म डेली कन्टिन्यू भिडियो ल्याउनेछु है। यो मेरो सत्तु खाँदै गरेको भिडियो। अनि लास्टमा चाहिँ मेरो यो घरमा अम्बक फलेको रहेछ, त्यो भएर यो चाहिँ अब के भन्छ, पोस्ट वर्कआउट एउटा मिल रहनेछ।